एउटै आइटमको पनि फरक फरक जिल्लामा फरक फरक रेटहरू हुने गर्छ। जस्तै कन्स्ट्रक्सन गर्दाखेरि चाहिँ गभर्मेन्टले, नेपाल सरकारले आफ्नो रेट दिन्छ। जस्तै प्लास्टरको गर्न यति रेट, ढलान गर्न यति रेट, जुन चाहिँ जिल्ला अनुसार फिक्स हुन्छ। त्यो रेट पनि जिल्ला अनुसार फरक पर्छ। किन फरक पर्छ भने जिल्ला दर रेट फरक हुन्छ, त्यसैले फरक पर्छ। यसमा हामी हेर्छौँ दुईवटा चिज अहिले हेर्छौँ, एउटा प्लास्टरको रेट हेर्छौँ र अर्को एउटा कङ्क्रिटको रेट हेर्छौँ, कति फरक रहेछ। जस्तै यसमा हामीले डिस्ट्रिक्ट सेलेक्ट गरौँ। यो चाहिँ हामीले नेप एस्टिमेटर भन्ने वेब बेस्ड टुल हेर्छौँ। यो चाहिँ टोटल कन्स्ट्रक्सन एस्टिमेसन रिपोर्ट सबै गर्न सकिने एउटा टुल हो। र हामीले जस्तै जिल्ला काठमाडौँ सेलेक्ट गऱ्यौँ। क्याटेगोरिजमा हामीले नर्म सेलेक्ट गर्न सक्छौँ र क्याटेगोरिज पनि यहाँबाट सेलेक्ट गर्न सक्छौँ कुन क्याटेगोरी हो। नभए सिधै हामीले यसबाट आइटम पनि लेख्न सक्छौँ। जस्तै हामीलाई प्लास्टर चाहिएको छ भने प्लास्टर 12.5 mm। जस्तै हामीले यो लियौँ 1/4 को प्लास्टर। यसमा चाहिँ DODBC को नर्म्स छ। यो लिँदाखेरि काठमाडौँमा 465 रुपियाँ पर्ने रहेछ। र जुनलाई चाहिँ हामी जस्तै के रहेछ भने चाहिँ यहाँबाट हेर्न सक्छौँ। यो चाहिँ प्लास्टर गर्ने आइटम रहेछ। यो चिजले चाहिँ यो काम गर्ने भनेर भनिएको हो। र हामी जस्तै एउटा 1 स्क्वायर मिटर एड डिरेक्ट गर्न सक्छौँ अथवा क्वान्टिटी पनि क्यालकुलेट गर्न सक्छौँ। अहिले हामी एड डिरेक्ट गरेर हेरौँ। र सरकारले चाहिँ काठमाडौँमा प्लास्टर गर्नलाई दिने रेट भनेको 465 रुपियाँ प्रति स्क्वायर मिटर हो। जुनलाई भ्याट समेत गऱ्यो भने 525 रुपियाँ हुन आउँछ। र यसलाई जस्तै पर्सामा गर्दाखेरि 465 काठमाडौँमा छ भने पर्सामा जम्मी 470 रुपियाँ दिने रहेछ सरकारले। यसलाई पनि हामी एड गरेर हेरौँ एस्टिमेटमा। काठमाडौँको हो यो पर्साको। अरू 12मा हेरौँ। 12मा अझै कम 415 दिइरहेछ। एड डिरेक्ट गरौँ। र ललितपुरमा पनि काठमाडौँ बराबर दिइरहेछ 465। र कति फरक रहेछ त हेरौँ। पहिला चाहिँ कति फरक रहेछ भने सबैभन्दा महँगो 465, सबैभन्दा सस्तो 415 इन्टु 100 गऱ्यो भने 12% जति भन्यो भने काठमाडौँ ललितपुरमा काम गर्न पर्सा, बारा जस्तो जिल्लाहरूमा काम गर्नुभन्दा 12% महँगो हुन आउँछ। यसको कारण भनेको, यसको मुख्य कारण भनेको चाहिँ रेट एनालाइसिस हेर्नुपर्छ। यो रेट एनालाइसिसमै हाम्रो नर्म्सले फिक्स गर्दै आउँछ के कति क्वान्टिटी लाग्छ, तर त्यसको रेट कति लिने भनेर चाहिँ त्यो चाहिँ जिल्ला दर रेटमा हुन्छ। जिल्ला दर रेट फरक भएको कारणले चाहिँ एस्टिमेटहरू, युनिट रेटहरू पनि फरक हुन आउँछ। जस्तै काठमाडौँमा स्किल म्यान पावरको 1245 र अनस्किलको 935 दिइरहेछ भने पर्सामा 1245 वटामा 1100 र 935 वटामा 800। त्यो आफै सस्तो हुन गयो। त्यसै गरी अरू चिजहरू पनि सस्तो हुन आउँछ। त्यसरी गरेर हाम्रो रेटहरू फरक हुन आउँछ जिल्ला अनुसार। र एउटा आइटमको एउटा युनिट क्वान्टिटी गरेर यति फरक भएको देखिन्छ। जस्तै यसलाई 1000 स्क्वायर मिटर गरेर हेरौँ भने सबैलाई थोरै गर्दाखेरि बुझेन, तर धेरै गर्दाखेरि चाहिँ 4,15,000 मा हुने काम 4,65,000 भयो भनेपछि 50,000 को फरक भयो। एउटा आइटम मात्र यत्रो 50,000 फरक हुँदाखेरि ओभरअल आइटममा गर्दाखेरि यो चाहिँ धेरै अमाउन्ट हुन आउँछ। र लगभग लमसम एउटा हिसाब गर्दाखेरि 10 देखि 15% चाहिँ काठमाडौँ जस्तो जिल्लाहरूमा चाहिँ महँगो हुन आयो। यो चाहिँ फेरि दिने भनेको गभर्मेन्ट रेटले हो। यो हामीलाई यति नपर्न सक्छ। जस्तै कुनै कन्ट्र्याक्टरले यति काम गर्नलाई हेर्दाखेरि यसलाई चाहिँ फिक्सलाई इनेबल गरेर उसले आफ्नो रेट पनि हाल्न सक्छ। 700 मात्र दिन्छौँ। अनस्किललाई 600 मात्र दिन्छौँ। अर्को कोर्स वास स्यान्ड पनि हामीले जस्तोमा सस्तो पायो 2100 मा पायो। पिपिसी सिमेन्ट चाहिँ 600 मा पायो भने 316 पर्यो। 316 पर्यो। यो चाहिँ कस्टम भयो हाम्रो। अब यसलाई हेर्दाखेरि काठमाडौँमा गर्न 465 भएको चिजलाई 316 पनि गर्न सकिँदो रहेछ भन्ने भयो। यो चाहिँ हाम्रो आफ्नो रेट भयो। यसबाट हामी थाहा हुन्छ कि कति % प्रफिट मार्जिन निकाल्न सकिन्छ भनेर पनि। र
अर्को पनि एउटा आइटम हेरौँ, जस्तै कङ्क्रिटको आइटम हेरौँ। कङ्क्रिट यो चाहिँ डिओआरको नर्म्स हेरौँ, कुनै पनि वर्ड टाइप गर्न सकिन्छ किवर्डहरू। ब्रोकन एग्रिगेट हेरौँ, जस्तै यसलाई चाहिँ डिलिट गर्न सकिन्छ यहाँबाट। र काठमाडौँमा गर्न 13,018 रुपियाँ रहेछ। यो चाहिँ यो काम भनिएको हो। कङ्क्रिट इमेज पनि हेर्न सकिन्छ कुनै पनि आइटमको। 13,018। जस्तै यसलाई पनि इस्टिमेटमा एड गरेर हेरौँ। काठमाडौँको पर्साको 12,138 कति फरक रहेछ भनेपछि। पर्साको ललितपुरको 13,424 र काठमाडौँको पर्सा ललितपुर 12,256 रुपियाँ। कति पर्सेन्ट फरक रहेछ हेरौँ। सबैभन्दा महँगो 13,424, 13,424 माइनस 12,138, 12,138 डिभाइड बाई 12,138 इन्टु 100 गर्दाखेरि 11%। त्यस्तै 10 देखि 12% भयो। यति चाहिँ फरक पर्ने रहेछ। ओभरअल एस्टिमेटमा पनि हेरी फरक पर्छ, तर एउटा लमसममा चाहिँ यस्तै फरक परेको देखियो। यसको मुख्य कारण भनेकै डिस्ट्रिक्ट रेटले हो। तर अरू थप चाहिँ जस्तै कन्ट्र्याक्टरहरूले गर्दाखेरि चाहिँ एउटा चाहिँ रेटबाट मार्जिन पनि उनीहरूलाई प्रफिट बच्छ भन्ने थप मार्जिन भनेको, जस्तै कङ्क्रिट गर्न यतिजना लेबर, यतिजना मिस्त्री लाग्छ भन्ने हुन्छ, एउटा नर्म्स दिआउँछ। तर म्यान पावरहरू इफिसियन्सी राम्रो छ, राम्रोसँग काम गर्छ भने यसमा पनि बचाउन सक्छ। जस्तै 3 जना म्यान पावर नलाएर यो चाहिँ जम्मा हामी 15 घनमिटरको जस्तो एउटा नर्म छ। यो 15 घनमिटर गर्नलाई 3 जना लाग्छ भन्ने भयो। जस्तै यसलाई चाहिँ अनस्किललाई चाहिँ 5 वटा लेबर बचाउन सक्यो भने, स्किलमा 1 जना लेबर बचाउन सक्यो भने पनि यो चाहिँ कस्ट कटिङ भएर आउँछ। त्यसरी चाहिँ क्वान्टिटीबाट पनि प्रफिट निस्किन्छ र रेटबाट पनि प्रफिट निस्किन्छ। अरू भ्याट रिटर्नहरूको कुराहरू त अरू छँदैछ। यसरी चाहिँ प्रफिट हुने हो। र यही कारण पनि हो कि जुन चाहिँ कन्ट्र्याक्टरहरू चाहिँ बिलो गरेर काम गर्ने, रेटमा पनि बच्ने, नर्म्समा पनि बच्ने। त्यही भएर चाहिँ एउटा दोष जस्तो पनि देखिन्छ। 1 लाखमा काम गर्ने काम अथवा 1 करोडमा गर्ने काम किन 70 लाखमा गर्न सक्यो भने कन्ट्र्याक्टरहरूले अप्टिमाइज गर्ने भनेको उसको इफिसियन्सी अनुसार रेटमा र क्वान्टिटीमा पनि उसले अप्टिमाइज गर्न सक्छ। उसले राम्रै काम गऱ्यो भने पनि अप्टिमाइज गर्न सक्छ। अरू यसमा चाहिँ रेटमा चाहिँ प्रफिट पनि जोडिया हुन्छ 15%। उसले 15% प्रफिट लिएर कम मार्जिनमा पनि काम गर्न सक्छ कोड गर्दाखेरि। त्यही भएर चाहिँ यसरी कोड गर्ने गरिन्छ। र जिल्ला अनुसार चाहिँ हामीले यसमा यो भिडियोमा चाहिँ मेन चाहिँ हामीले कसरी जिल्ला अनुसार चाहिँ फरक फरक रेटहरू हुने गर्छ भनेर हामीले हेऱ्यौँ। त्यसै गरी हामीले अर्को कुनै नभएको जिल्ला पनि हाल्न सक्छौँ। यसरी हामीले रेट एनालाइज गऱ्यौँ चाहिँ मिसिङ भनेर आउँछ। यसरी हामीले हेर्न सक्यौँ, अथवा हामीले आफ्नो रेट पनि हाल्न सक्छौँ जुनलाई हामी एड गर्न सक्छौँ। क्वान्टिटी पनि हामीले क्यालकुलेट गर्न सक्छौँ।